एभ्रिवान म चाहिँ बाख्रालाई खोलिदिनु आएको हेर्नु भिडियो बनाइदिने मान्छे चाहिँ हुनुहुन्न त्यही भएर आफै बनाउँदैछु एक कपाल छाम्ने बानी पनि अरे खोलिन न धेरै दिन पछाडि आएर चाहिँ किन भ्याउनै पाउँदिनँ त हौ म चाहिँ यहाँ बाख्रा खोलिदिनु आएको छु होइन हाम्रो बाख्रा चाहिँ खासै धेरै चाहिँ छैन थोरै छ हजुरहरूलाई म देखाउनेछु बस्नुहोस् है यहाँनिर बाख्राको खोर साँगुरो भएर गएको छ हो यिनीहरू चाहिँ यसरी खाँदैन क्या खोले यिनीहरूलाई चाहिँ हातले खुवाउनुपर्छ तर जस्ट सुरुमा चाहिँ खान्छ अब एकछिन अगाउँदै गएपछि हामीले हातले खुवाउनु पर्ने हुन्छ बाख्रालाई खोले होइन मैले चाहिँ फर्स्टचोटि ट्राई गरेको भिडियो फर्स्टचोटि त नभनौँ पहिला पनि बनाएको थिएँ जस्ट धेरै पछाडि फेरि पनि बनाइरहेको छु मैले भिडियो अरे भिडियो हेरेर नहाँस्नु मलाई भिडियो बनाउन आउँदैन जस्ट ट्राई गरेको मात्र है हाम्रो चाहिँ बाख्रा जम्मी कतिवटा 1 2 3 4 5 6 7 8 9 10 12वटा रहेछ जम्मी तर पनि यतिलाई पनि घाँस पुऱ्याउनु तर अहिले त बर्खा लागेको छ घाँस मजाले पुग्छ पछि त हिउँदो कि बर्खा भयो नि सरी जस पछि फागुन चैतमा चाहिँ घाँस पुऱ्याउनु गाह्रो हुन्छ यति बाख्रालाई नि गाह्रो छ खोले खै नै रहेको छ होइन हाम्रो यहाँ एउटा बाख्रा चाहिँ छ सबैभन्दा चकचक गर्ने म तपाईँहरूलाई देखाइदिन्छु ल यो चाहिँ हो सबैभन्दा चकचक गर्ने हामी बसिराखेको बेला पनि आएर मसँग चल्छ आइज यसरी गर्दाखेरि नि खै आज त चल्दैन त यसरी चल्छ सबैभन्दा चकचक गर्छ यो बसिराखेको बेला नि हाम्रो ढाडमा आएर चढ्छ त हेर्नु आइज आउँदैन त आज त यहाँनिर चल्दैछ आइज कसले जित्ने चल्छ क्या मसँग यो हाम्रो यो टाउकोमा पनि चढेर चिम्टीहरू सबै फुटाइदिन्छ यो चकचक गरेर प्रत्यक्ष रूपमा हामी देख्न सक्छौँ यिनीहरू जुत्नु लागिरहेको छ बट जुत्दैन किनकि म यहीँ छु र मात्र हो नभए यिनीहरू अघि जुतिसकेको हुन्छ क्या के साह्रो बाँच्छन् खोले सरासुर खानु नि खोले सरासुर खानु नबाजिकन खोले नै खाइसक्दैनन् कि यिनीहरू तर अहिले म यहाँ रुँगिरहेको छु बाँचेको छैन अब खोले खाइसक्नु आँटेको छ यिनीहरूले अब यहाँनिर खाइसक्नु आँट्यो यिनीहरूले जहिले अब यसरी दिनुपर्छ हेर्नु है यसो गरेर दिनुपर्छ हातले यसरी उनीहरूको मुखमै खुवाइदिनुपर्छ अनि मात्र खाने अरे यो रस नखाने अरे उनीहरूलाई मिठो चाहियो अरे मिठो मात्र खाने अरे गाह्रो छ नि हाम्रो बाख्राको ठालो हुनु नि कहाँ सजिलो छ र भन्नु अरे तर म चाहिँ त्यति बाख्रालाई घाँस खोले त्यति गर्दिनँ है कहिलेकाहीँ मात्र हो सबै बुवा मम्मीले गर्नुहुन्छ म चाहिँ आउँछु खोलेमा यसो घाम झुल्काउने मात्र हो खाइरहेको छन्
मैले चाहिँ चकचक गर्ने बाख्रा र एउटालाई चाहिँ थुनिदिइरहेको छु क्या, आएको छैन त्यही भएर चकचक गरिरहेको छैन। त्यतै मैले थुनिरहेको थिएँ, भर्खर खोलिदिएँ। यहाँ खाइरहेछन्। अब यिनीहरूलाई फेरि खुवाउनु पर्ने हुन्छ। तर सानो सानोले नि त मजाले खान्छ यिनीहरूले पनि। पढेको क्या कति साह्रो नपढेको अन्नाले। तर म यो भिडियो हाल्छु कि हाल्दिनँ आई डोन्ट नो, जस्ट हेरौँ के हुन्छ। खोले खाइरहेछन्, अरूले त खाइरहेछ, त्यो खाइरहेछन्। यिनीहरूले चाहिँ यो रस खाँदैन क्या, रस खाँदैन त्यही भएर चाहिँ चोट्टा खान्छ नि, त्यही भएर मात्र हो यसरी खुवाउनु पर्ने। चोट्टा मात्र खाने अरे क्या, रस नखाने अरे। कम्ता मात्तेको छन् हाम्रो बाख्राहरू। यति राम्रो खोले कसले दिन्छ भन्नु त। म चाहिँ यस्तो राम्रो घाम लागिरहेछ। अब चर्को अघि चाहिँ पानी पर्ला जत्तिकै भएर अहिले चाहिँ टह घाम लागिरहेछ नि, गर्मी भइरहेछ। त्यही माथि कपाल छोडेको छु म, पहिले कपाल हतपत। तर प्रायः म भिडियोमा चाहिँ कपाल छोडेकै हुन्छु। जस्ट घरमा बस्दा चाहिँ जहिले मेरो कपाल चाहिँ पोको पारेकै हुन्छु। म कहिले यसरी बान्दिनँ कपाल। आज त नाटक पारेको थियो, नाटक। हो त्यहाँ गयो अर्को चाहिँ। आज चाहिँ खोले मिठो भएर किन खाइसक्नु आँट्यो। नभए हतपत खोले खाइसक्दैन यिनीहरूले, जहिले फाल्छन् जहिले। यिनीहरूले चाहिँ खोले खाइसक्नु आँटेको छ। अब त्यो खोले पनि सँगै ल्याएर राख्छु, किनकि यो पिठो मात्र छ क्या, त्यही भएर यिनीहरूले खाँदैन। सो अब यो पनि सँगै हालिदिनु पर्ने हुन्छ। खायो भने खायो, खाएन भने खाएन। अनि चाहिँ म थुनेर घाँस हालिदिन्छु। यसरी पिठो चाहिँ खाँदैन क्या यो बाख्राहरूले। त्यो घाँस हुन्छ नि, यो जस्ट यस्तो मात्र खान्छ नि। आयो घाँस छ भनेर छानेर दिन्छ भनेर आउँछन् नि। घाँस मात्र खान्छ। त्यो पिठो चाहिँ किन नखाएको कि जुन चाहिँ खानुपर्ने चिज चाहिँ खाँदैनन् कि यिनीहरूले। रिस उठ्दैन नि। अब चाहिँ थुन्नु पर्ला जस्तो छ, किनकि खोले खाइसक्यो। त्यो रस खाँदैन मलाई थाहा छँदैछ। रस खानुहुन्न म्याडमहरूले होइन, खाँदैछन्। जस्ट के साह्रो जस्ट भन्नु मात्र मुखमा आउँछ छ्या। अब यिनीहरूलाई यसरी छानेर दिनुपर्छ। कसले सक्ने हो अनि यसरी छानेर दिनु। म्याडमजीहरूलाई अब थुन्छु है म। अब चाहिँ थुन्नु पाउने हुन्छ। खोयो यहाँ जुत्नु आँटेको थियो, यिनीहरूले जुत्नु आँटेको थियो। त्यो चाहिँ अघि आफ्नो ठाउँमा गएर बसेको छ। कति ज्ञानी, यत्तिको ज्ञानी बाख्रा चाहिँ चाहिन्छ। अब कसरी आफ्नो ठाउँ चाहिँ आफै चिन्छ नि यिनीहरू, आफै जान्छ। त चाहिँ त्यता होइन हौ, आइज त यता। सधैँ त आफै जान्थ्यो क्या, उता जा। यति नै हो। यो जुन चाहिँ चकचक गर्ने मान्छेको पनि यता हो नि त। यता आइज त, जा उता जा। चनी जा उता। मलाई चाहिँ अब अप्ठ्यारो भयो। फोन झारिदिन्छ होला। मेरो बाँधे त तेरो यता होइन नि।
हेर नि कहाँ बाटो लागेको कहाँ यता यता खोल खोल अलिअलि डरमा त खेत जानु खोल 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 ऊ आमा छोरी कहाँ गएको आमा छोरी है यिनीहरू आफ्नो घरमा जानु छोडेर खोल 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 यसरी आफ्नो ठाउँमा टप्लक्कै गएर बस्छ है बानी भएर नि त होइन बानी भएको नि त तर एउटा हातले चाहिँ पर्दैन कि पर्दो रहेछ नि मैले सबै बाख्राहरू खुवाउन लगाइसकेँ अब म घाँस लिएर दिन्छु बाहिर चाहिँ पक्का नि मान्छेहरूले यसरी भिडियो बनाएको देख्यो भने चाहिँ पागलै भन्छ किनकि यहाँतिर त्यति हुँदैन नि त्यसरी भिडियो बनाउने मान्छे लाज लाग्छ हौ मलाई यसरी भिडियो बनाउनु फर्स्ट टाइम भएर क्या हाम्रोतिर चाहिँ घाँस यस्तो हुन्छ यस्तो यसको नाम चाहिँ थाहा छैन मलाई यो चाहिँ थोरै भन्ने त हुन्छ यहाँ चाहिँ सिसी चाहिँ लगाएको छ यो चाहिँ थोरै पनि गरम हुन्छ थोरै मात्र लग्यो बोक्नु सकिँदैन क्या यो धेरै कति गरम हुन्छ बाडी दिनु पर्ने हुन्छ है साथीहरू यहाँ चाहिँ दुईवटा मात्र छ सो अहिले म मिलाउँछु थोरै थोरै बाँड्दै यहाँ चाहिँ कति 5वटा छ यो खोरमा 5वटा छ त्यस्ता हो एउटा हातले त काम गर्नु आउँदैन मलाई दुईवटा हात चलाउने बानी चाहिँ एउटा हातले आउँछ कति काट्यो हात कति छिटो यसले हात काट्छ पानी नहुँदा त भिडियो बनाउनु नि हात छिटो गल्दो रहेछ मेरो अनुहार आधी आइराखेको होला पक्कै पनि आफैलाई लाज लागिरहेछ क्या मौसम चाहिँ यस्तो खतरा देखिरहेछ अघि थोरै पानी पर्यो नि त फेरि म घाँस लिनु गइरहेछु यहाँ चाहिँ सिसी क्यामेरा छ क्या त्यो देख्नु भएन त्यही भएर पनि लाज लाग्छ मलाई थोरै केही छैन फेरि घाँस लिएर जाँदैछु यसरी थोरै गरेर घाँस लिएर जाँदा त कहिले म मेरो बाख्रालाई घाँस दिइसक्नु नि यहाँ चाहिँ 5वटा छ है त्यही भएर एकैचोटि यसरी हालिदिन्छु एकपट्टि मात्र फर्कायो भने त एकपट्टिकोलाई मात्रै राम्रो खानु पाउँछ अर्कोपट्टिकोले खानु पाउँदैन त्यही भएर दुईपट्टि नै फर्काउँछ के गर्छ हौ लड्दै बस्छ त यो वाइट सेतो माउहरू उनीहरूको बच्चा यहाँ नि 2जना माउ यो चाहिँ कुनको बच्चा थाहा छैन यो दुईवटा चाहिँ यसको बच्चा हो अनि यहाँ चाहिँ काली र यो छ यो चाहिँ बच्चा हुनेवाला छ यसको बच्चा हुनेवाला छ यति घाँसले त के आउँथ्यो अब अहिले दिएर त एकैचोटि भोलिको 9-10 बज्छ कि 11-12 बज्छ कहिले त त्यही भएर म अझै पनि थपिदिन्छु मलाई त्यति थाहा नै हुँदैन कि कति दिने हो किनकि बुवा मम्मीले सधैँ दिइराख्नुहुन्छ अनि उहाँहरूले कति अर्डर गरेर ल्याउनु भएको हुन्छ भन्ने थाहा हुँदैन तर पनि म
लगाइदिन्छु सबै घाँस। मलाई चाहिँ थाहा नभएर क्या मैले मम्मीलाई सोधिवरी घाँस सबै लगाइदिनु भनेर सोधिवरी सोधेको सबै लगाइदिनु भन्नु सोधेको भएर मैले घाँस चाहिँ यता लिएर आएर मात्र भिडियो बनाएँ किनकि पहिला मान्छे हिँडिराख्नु भएको क्या बाख्राको घर छ त्यही भएर नि जाँदैछ। तर हाम्रो चाहिँ बाख्राको चाहिँ घरदेखि अलिकति मासतिर छ है घर अलिक तलतिर छ म छिमेको छु अनि बाख्राको गोठ चाहिँ मासतिर छ गल्छु त हो म त भिडियो बनाउने बानी नभएर गएको छैन त्यही मोटा आएको छैन सबै घाँस लगाइदिइसकेँ अब चाहिँ म घर जानुपर्ने हुन्छ र म चाहिँ बाख्राको गट्ठु ल्याएर नि घरको जाँदैछु है थुन्नुपर्छ दुई ठाउँ छ नि त थुन्नुपर्ने त्यही भएर यो चाहिँ माथिल्लो घर भयो हाम्रो बाख्राको खोर चाहिँ त्यो भयो होइन बाख्राको खोर त्यहाँ छ भने हाम्रो घर चाहिँ अब यताबाट जानुपर्छ। यो माङसेबुङमा चाहिँ प्रायः जस्तोको सबैको घरमा यसरी फुल चाहिँ रोपेको हुनुहुन्छ है हाम्रो माथिल्लो घर दिदीको घर हो। अब यसको हाम्रो घर एकछिन भिडियो अफ गरेँ मान्छे आउनुभयो क्या चाहिँ घर आउँछु आएको देखाउँछु भन्दै बाटोमा मान्छे आउनुभयो क्या भेटिनु भयो त्यही तलतिर फेरि घर छ अनि त्यही भएर चाहिँ मान्छे आउनु भएर चाहिँ म एकैचोटि घर आइपुगेर रुममा पसिसकेर मात्र भिडियो बनाइरहेको छु। आजलाई चाहिँ यति नै मेरो ब्लग राम्रो लाग्यो नि नराम्रो लाग्यो नि सबैजनाले माया गरिदिनु होला हेरिदिनु होला।